काट्नै पर्ने हो हात उठा भनेपछि हात मारै हुनुपर्ने हात उठा भनेपछि यति धोकाले हात हाले हुन्छ त नि जस्तो तपाईँ हातमा भएको भन्ने विषयमा त तपाईँ मलाई कुटपिट भएको छ हातमा भएको मान्छे ल्याउनु छ त्यो मैले कहाँबाट ल्याउने यार मैले ल्याउने हो र मैले काम त सर अनि हामीले ल्याउने पब्लिकलाई जबसम्म विश्वास दिनु हुँदैन तबसम्म पेट्रोल पम्प बन्द हुनुपर्छ किन बन्द होस् पब्लिकलाई विश्वास हुनुपर्छ अनि हुनुपर्छ पेट्रोल पम्प खुल्ला पब्लिक म व्यापारी हैन म तेल हाल्ने मान्छे तपाईँ एउटा सरकारी कर्मचारी सरकारी पब्लिकलाई सर्भिस गर्ने होइन हिजोदेखि यहाँ ड्युटीमा छ सुन्नुस् है 10 बजे टाइम दिएको थियो कुरा गर्नु भएको तपाईँ मलाई शङ्का लागिसक्यो त्यो दाइले भयो भनेर हतार निकाल्नु भयो क्या अनि अलि पर गएर त्यो गाडीभन्दा अलि पर गएर यसै हेर्छु मिटर त त्यो सुई त मेरो ईको ईको लाइनमा हुँदाखेरि हाल्छु क्या जहिले राइड गरेँ भएन एफमा पुग्नु पर्ने हो नि त खासमा उनीहरूको अर्कै सेटिङ थियो बिहान चाहिँ उनीहरूलाई मिलाइसक्यो क्या सेटिङ यत्रो टाइम फ्रेममा त मिलाइहाल्छ नि त्यो जब यो एल्गोरिजम मेसिनको टेक्निकल कुरा न हो भित्रको कुरा उनीहरूले मिलाइसकेको थियो तपाईँको जति पनि बाहिर लोकल मान्छेहरू आउँछ नि सबैको गुनासो छ क्या पनि यतिखेर हामी चाबेलको ठ्याक्कै गोपीकृष्ण हल अगाडिको राजधानी आयल स्टोर सबैभन्दा चर्चित आयल स्टोर भनेर पनि चिन्छौँ र यतिखेर देख्न सक्नुहुन्छ जो पीडित हुनुहुन्छ पीडित सँगसँगै अन्य बाहिरी जनताहरू पनि निकै आक्रोश देख्छौँ जुन तरिकाले पछिल्लो समय हामीले पेट्रोल पम्प को लुट धन्दा भनेर पनि केही समय अगाडि हामीले भिडियो बनाएका थियौँ पेट्रोलमा पानी मिसाएको भिडियो पनि यतिखेर पेट्रोल जति दिनुपर्ने हो दिएको थिएन उल्टो यहाँ अलिकता दादागिरी शैलीमा कुटपिट भएको भन्ने उहाँले गुनासो पोखिराख्नु भएको छ दर्शकले कामै छैन त तपाईँहरू काम छ बिहान हामी 5 बजेदेखिको उठेर काम गर्ने मान्छे अहिलेसम्म 11, 12, 1 बजिसक्यो यार यति बेला हाम्रो कामै छैन र भनेको कति बज्छ अहिले 1:30 भइसक्यो अब सुन्नु पैसा नापतौलले नेपाल आयल निगमले गुणस्तर विभागले गोल भन्ने आदेश गरिसकेपछि सुन्नु न तपाईँले जुन चिज गर्नुभयो नि त्यो प्रत्येक जनताको लागि ठिक छ यो बन्द होस् न त यो बन्द होस् न त फेरि आवाज उठाउँदाखेरि अरू जनतालाई नि सहज भयो यस्तो के सर यो बन्द होस् के कारबाही अब आयल निगमले गरेको छैन पब्लिकलाई जबसम्म विश्वास दिनु हुँदैन तबसम्म पेट्रोल पम्प बन्द हुनुपर्छ किन बन्द होस् के पब्लिकलाई विश्वास हुनुपर्छ